सम्पूर्णलाई सेवा नमस्कार। म सेफ किराती फाउदे भिरकोटे। तपाईँहरूलाई म एउटा फिस लिएर आएको छु होइन, पम्प्लेट फिस लिएर आएको छु। यसलाई काट्ने तरिका म तपाईँलाई सिकाउँछु। सबैभन्दा सुरुमा ग्लोभ लाउने, त्यसपछि अब नाइफ, ब्लू चपिङ बोर्ड। ब्लू किन युज हुन्छ भन्दा चाहिँ फिस एन्ड सी फुडलाई चाहिँ हामीले गर्न सकिन्छ, ब्लू युज गर्न सकिन्छ। अनि सबसे भन्दा पहिले हामीले हेडनेट चाहिँ म किनभने प्रायः यस्तै मात्रै लाउँछु क्या, तपाईँको लाउँदिनँ। त्यो भएको कारणले गर्दाखेरि मलाई एकदमै सजिलो लाग्छ होइन। एक्चुअली तपाईँहरूसँग गर्दै गर्दा यहाँ छ, त्यही भएर हो यहाँ यस्तो गर्ने यस्तो गर्ने वरिपरि हो। तपाईँको यस्तो निक्ल्यो हो। अब फेरि अल पल्टाउने, फेरि यस्तै गरेर यसलाई यहाँबाट अनि यहीँबाट साइडबाट टक्क गर्ने। अनि यस्तो हुन्छ सर होइन, साइड हान्ने, साइड हान्ने होइन। फेरि यसलाई फेरि यहाँ साइडबाट हान्ने। यो पनि भयो होइन। अनि यसलाई यो ठाउँ छ, यो यहाँबाट चाहिँ यस्तोबाट चाहिँ यस्तो काट्ने, छिने गरी काट्ने होइन। यहाँबाट नि यसलाई यस्तो काट्ने, छिने गरेको होइन। यो छिन्यो, अब यसरी काटिसकेपछि यसरी काटिसकेपछि ल हेर्नुहोस् त निक्ल्यो नि, दामी है। एक्ज्याक्टली यसो निक्ल्यो। अब यसको काँडा हुन्छ यसमा, यो चाहिँ एकदम महँगो पर्छ होइन। यसको लगभग पनि नेपाली यसको चाहिँ लगभग 130-35 ग्राम हुन्छ 1%मा। नेपाली समथिङ त्यस्तै 1000 क्रस गर्छ, ट्याक्स लाएर होइन, 1000 क्रस गर्छ। तर कति पिस हुन्छ होइन, 15-20 पिस पनि हुँदैन होइन। त्यो भएको कारणले गर्दाखेरि अब यो हेर्नु, यसको भिटामिन यस्तो मजा आउँछ कि यसले। अब जिम गर्ने साथीहरूलाई, अब बुढापाकालाई खुवाउने गर्दा टायर्ड दिने होइन, एकदम धेरै परिवारलाई चाहिँ चाहिने के भन्ने होइन, त्यस्तै हो होइन। राम्रो तरिकाले हुन्छ। यसको चाहिँ मैले पठाएँ, यसको चाहिँ यो यसको चाहिँ हरेक कुरा यसको खोर छ, यसको खोला यस्तो यस्तो निकालिदिने होइन। अब यो के गर्ने, यो भनेर चाहिँ यो पनि भरे खाने, फ्राई गर्ने, एज अ ससमा टच हान्ने अनि खाने है। तपाईँलाई देखाइदिएँ होइन। मसँग चाहिँ आइसकेको छ, थुप्रै यस्तो आइसकेको छ है तपाईँहरूसँग। सो कस्तो लाग्यो तपाईँलाई? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु। अनि सेफ किराती फाउदेलाई चाहिँ एकदम माया गर्नुहोस्। सपोज होइन मेरो थाहा छँदैछ छुचुस भन्ने कुरा चाहिँ मेरो एउटा डाइरेक्ट ठेको भइसकेको छ होइन। छुचुस सेफ किराती भिरकोटे फाउदे होइन चल्दैछ, चल्नुपर्छ। आज तपाईँलाई बुजुडी सेक्सनमा कस्तो छ, आज बुजुडी सेक्सन कस्तो हुनुपर्छ भन्ने कुराहरू यहाँ क्र्याप छ होइन, गगटा छ। बुजुडी सेक्सन चाहिँ यस्तो हुनुपर्छ सट्ट होइन, एकदम बुजुडी सेक्सनमा लाइभ डकुमेन्ट लाइभ राख्नुपर्छ फ्रिजको होइन। त्यो कारणले गर्दाखेरि सबै बाई बाई, सी यू।